धेरै पटक धाएँ, प्रहरीले वास्तै गरेन। मैले त्यहाँबाट चाहिँ कुनै किसिमको केही पनि पाएन, वास्तै गरेन। मैले त्यहाँ न्याय नै पाएन त्यहाँबाट। मेरो नाम श्यामबहादुर केसी, मेरो विपक्षीको नाम दाङ तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 8 थर्कु डाँडा बस्ने चम्पा कुमारी कविता डाङ्गीसँग मेरो लेनदेन छ। 2074 सालभन्दा अगाडि पनि 2-3 पटक लेनदेन भएको र 2074 सालमा 25 लाख लेनदेन भएको मा कारोबार नभएको हुँदा उहाँलाई 36% को दरले प्रत्येक महिना 25 लाख को त्यो साउमा ब्याज जोडेर चेक दिने गर्थे। गर्दा गर्दा 2077 साल पुस 25 गतेसम्म सबै जम्मा जम्मी 80 लाख रुपैयाँ भयो। त्यो 80 लाख रुपैयाँ उहाँले चाहिँ माग्नुभयो। उहाँले माग्दाखेरि अहिले बैंकको सहजीकरण छैन, कारोबार छैन बहिनी, र नभएको हुँदा अब यो घर बेचेर कि लैजानुस् कि म घर बेच्छु भन्दा उहाँले त्यस्तो हुँदैन, तपाईले मलाई पैसा दिनुस् भने कि पैसा दिनुस् कि चाहिँ तपाईको घर काठमाडौँको दृष्टिबन्ध गरेर दिनुस्, चाहिएको छ भने थप 60 लाख रुपैयाँ लग्नुस् भनेको हुँदा मैले बाध्यता भई हुन्छ भने र काठमाडौँ चाहिँ गइयो दृष्टिबन्ध गर्न। 80 लाख त्यो चेक र 60 लाख पछि दिने गरी 1,40,00,000 थैली हाली दृष्टिबन्ध गरियो। पैसा माग्ने क्रममा उहाँले 2 लाख मात्र दिनुभयो, बाँकी पैसा खै भन्दा मैले पैसा ल्याएको छैन, उही दाङ गएपछि घर गएपछि लैजानुहोला भन्नुभयो। त्यो पैसा उहाँले मलाई पटक पटक गरी 4-5 महिनामा 47,70,000 रुपैयाँ र 2 लाख काठमाडौँ गरेर 49,70,000 मात्र दिनुभयो। 10,30,000 रुपैयाँ अपुरो दिनुभयो। अपुरो दिनुभयो। किन अपुरो दिनुभयो भन्दा यो पछि हिसाब मिलाउँला भन्नुभयो। अनि त्यो त्यतिकै रहेको थियो। अनि उहाँ 1 वर्ष जति अनि उहाँलाई मैले पैसा दिनको लागि सिटिजन बैंक शाखा कार्यालय तुलसीपुरबाट 85.5 लाख त्यही दृष्टिबन्ध गरेको घर काठमाडौँको राखेर स्वीकृति गराएँ र मैले जग्गा प्लटिङलाई दिएको थिएँ। केही पैसा ल्याउनु थियो। बहिनी अब अरूलाई पनि ऋण तिरियो, अब तपाईलाई पनि यो गरेर लैजानुस्, बैंकमा जानुस्, बुझ्नुस्। 85.5 लाख त्यहाँबाट स्वीकृति भएको छ। अरू अलिकति जग्गा बेच्यो, पैसा चाहिँ गरेर पैसा आफ्नो पैसा लग्नुस्, मेरो घर जग्गा फुकुवा गरिदिनुस् भन्दा हुन्छ हुन्छ भन्नुभयो। 6-7 पटक हुन्छ भन्नुभयो। उहाँ काठमाडौँ जानु भएन। बैंकले 3 महिना मात्र राख्दो रहेछ। 3 महिना पछाडि त्यो पैसा ल्याप्स भयो र उहाँ 1.25 वर्ष जति देखिनु भएन। 1.25 वर्ष पछाडि मलाई पैसा दिनुस् भन्न 81 आउनुभयो। मैले भने बहिनी अहिले कारोबार छैन, बैंकको सहजीकरण छैन, तपाईँ र म मिलौँ र यो घर बेचेर आफ्नो पैसा लैजानुस् भन्दा उहाँले मान्नु भएन। कहिले घरमा मान्छे पठाउने, कहिले आफू आउने, कहिले फोन गर्ने, दुनियाँभरका नचिनेका मान्छे आउने। मलाई अनि धेरै डर लागेर जीव धनको सुरक्षा गरी पाऊँ भने इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिए। डीएसपी साहबसँग पनि यो कुरो भएको। डीएसपी साहबले उहाँले ठिकै भन्नुभएको छ, उहाँले पैसा दिनुभयो, तपाईँ लग्नु भएन। अब जग्गा बेचेर दिन्छु भन्नुभएको छ, ठिकै भन्नुभएको छ कि त तपाईँ कानुन अनुसार जानुस् भनेर हामी 2 जनालाई पठाइदिनु भयो। पछि 2-3 दिन पछाडि इलाका प्रहरी कार्यालयमा बोलाउनु भएको छ भनेर म त अब ती प्रहरीले बोलाउनु भयो होला भनेर त्यहाँ आएँ। म ड्राइभर यो गाडीमा आउँदाखेरि उतापट्टि
त्यो इलाका प्रहरी कार्यालयदेखि पछिपट्टिका त्यहाँ घरहरूमा मलाई 4-5 जना रहेछन्, मैले चिनेको थिएन। कागज लेखेर यो ठिक्क छ, तपाईँले मलाई अहिले 50 लाखको चेक दिनुहोस्, अनि पछि अरू बाँकी पैसा दिनु होला, अहिले कारोबार छैन भनेर लेख्नुभयो। मैले सर पढ्दाखेरि दृष्टिबन्धकबाट कटिए गरी भनेर लेख्नुभयो। अब मैले दृष्टिबन्धक गर्दा गर्दै मैले डबल कागज किन दिने, म डबल कागज दिनै मिल्दैन भन्दाखेरि केही हुन्न, तपाईँको चेकै म फिर्ता गरिदिन्छु भनेर भन्नुभयो। अब फेरि दृष्टिबन्धक पनि लेखाएको थियो। ल त हुन्छ त, अब त्यहाँ मान्दै नमान्ने, अब झगडा गर्ने जस्तो गर्नलाई। अनि मैले चाहिँ साइन गरेर दिएँ। अनि मेरो ड्राइभरलाई मैले भने, बाबु यो कागज चाहिँ अब ल्याए, मैले साइन गरिदिएँ, तैँले ल्याएर भने हुन्छ भने। अनि म घरतिर आएँ। पछि साँझ घर आउँदा कागज हेर्दा उसले फोटोकपी ल्याएको, उसले त्यो तमसुकमा साइनै गरिरहन्छ। अनि मैले तुरुन्त उहाँलाई साँझ फोन गरेँ, बहिनी यो कागज यहाँमा त तमसुकमा त साइनै भएको छैन, तपाईँ त साइन गरिदिनु पर्यो भन्दाखेरि म साइन गर्दैन भन्नुभयो। किन भन्दाखेरि होइन पछि मिलाउँला भन्नुभयो। पछि त्यो मिलाउँला भनेर मैले हुन्छ त भने विश्वास माने। म कतै जाने चाहिँ गरेन, उजुरबाजुर गरेन। पछि त्यहाँ 3 महिना पछाडि बैंकिङ कसुरबाट सुरु गर्न लाग्नु भएको रहेछ। अनि मेरा घरमा जम्मै प्रहरी आएको आइ गर्न लागेपछि मैले बजारे वकिलहरूसँग सल्लाह लगेँ। अब यो बैंकबाट मुद्दा दिन लायो उसले, अब यसमा अहिले धरो टाक्नुपर्छ, दुनियाँ हुन्छ, झ्याउ हुन्छ, तपाईँ गएर काठमाडौँ बस्नु भने आउनाले म काठमाडौँ बसेँ। यता मिटर ब्याजमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर काठमाडौँ गइए। काठमाडौँ गइसकेपछि मलाई प्रहरीले खोजिराखेको रहेछ। म दसैँमा चाहिँ घर आएँ, प्रहरीले खोजिराखेको रहेछ, मलाई घरै पक्रियो र म चाहिँ कारागारमा 17 दिनका दिन छुटेँ। छुटिसकेपछि मेरो मिटर ब्याज केस के भएको छ म जान्छु भनेर जाँदा सम्पर्क गर्दा मैले 80 सालमा दिएको निवेदन मेरो त्यो अफिसबाट नै गायब भएको रहेछ, त्यहाँ भेटिएन। त्यो असोजको 4 गतिको कुरा हो। त्यस पछाडि 4-5 दिन पछाडि नयाँ सिडिओ साहब आउनुभयो। अनि उहाँसँग कुरो राखेँ, मेरो यहाँ फाइल यसरी गायब हो सर, म धेरै मर्कामा पर्ने भए, अनि पैसा ल्याएको छु मैले जम्मा चाहिँ पहिलेको 25 लाख साउ ब्याज गरेर 80 लाख भएको हो, पैसा त 25 लाख हो। यता 49 लाख 74 लाख 70,000 मात्र छ। कागज चाहिँ दृष्टिबन्धक चाहिँ 1 करोड 40 लाख छ। चेकबाट लगेको जबरजस्ती चेक लगेको चाहिँ 50 लाख छ गरेर 1 करोड 90 लाखको कागज छ। मेरो यो सबै चाहिँ उसमा मैले मिटर ब्याजमा दिएको छु। मिटर ब्याजको फाइल चाहिँ हरिएको छ। मेरो पुरानो दर्ता नम्बर यति हो, के गर्ने होला सर भनेपछि तपाईँ धेरै मर्काम पर्नु भएको रहेछ, तपाईँले चाहिँ त्यो पहिलेको दर्ता नम्बर हालेर निवेदन दिनुहोस् भन्ने हुनाले निवेदन मैले दिएँ। म तपाईँको आजै गरिदिन्छु, यो अहिले प्रहरीले हेर्छ, तपाईँको कागज आज तयार पारेर 1 प्रतिलिपि यहाँ राख्न पठाउँछु, 1 प्रतिलिपि उहाँ पठाउँछु, तपाईँ आफै लिएर जानुहोस् भन्ने हुनाले मैले 2081 साल असोज 10 गते त्यहाँबाट कागज लगेर जिल्ला प्रहरी कार्यालय गए। त्यस बेला जिल्ला प्रहरी कार्यालयले हेर्थ्यो, नेपाल सरकारले त्यो दिएको थियो अधिकार। त्यहाँ गएँ, दर्ता गराएँ, अनि बुझाइदिएँ। पर्सि आउनला भन्यो, पर्सि आउनला भनेर पछि गएँ। त्यहाँ 2-4 पटक धेरै पटक धाएँ, प्रहरीले वास्तै गरेन। मैले त्यहाँबाट चाहिँ कुनै किसिमको केही पनि पाएन, वास्तै गरेन। मैले त्यहाँ न्याय नै पाएन त्यहाँबाट। अनि अब जिल्ला प्रशासन कार्यालयमा पहिले नै गायब भइगयो, त्यहाँबाट पाउने कुरै भएन। मैले त न्याय पाइन। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी कानुनमा पनि तत्काल त्यस्तो ठुलो लेनदेन भएकोलाई गिरफ्तार गरेर उसको सम्पत्ति छानबिन गर्नु भन्ने नियम कानुन हुँदाहुँदै पनि उसको सम्पत्ति पनि छानबिन भएको छैन। म हरेक चिजबाट चाहिँ जतारो म मात्रै मर्कामा छु। त्यो भएको हुँदा सम्पूर्ण म ज्यादै अन्यायमा परेको हुँदा सम्पूर्ण नेपाल सरकारको मातहतभित्र पर्ने, अब अहिले त सेना पनि भएको हुँदा सेना, प्रहरी, प्रशासन, नागरिक समाज
पत्रकार, जेनजी हरेक सबै समूहलाई हार्दिक सहयोग अपिल गर्दछु।